हाई गाइज म चाहिँ आज भेज चाउमिनको रेसिपी लिएर आएको घरमा बनाएको सादा सिम्पल मिठो होइन सो यो सबै चाहिँ मेरो भेजेसहरू भयो होइन यता अब पानी उमालेर चाउमिन हालेर पानी चाहिँ उम्लिनुपर्छ अनि त्यसपछि चाउमिन हाल्ने त्यो त सबैलाई आउँछ नै होइन त्यसमा अलिकति थोरै तेल पनि हालिदिनु होला त्यो तेल हालिसकेपछि चाहिँ टाँसिँदैन होइन अनि हाम्रो चाउमिन पनि यो चाउमिन चाहिँ धेरै उमाल्नु पर्दैन कि किनकि अलरेडी अलिकति पाकिसकेको हुन्छ नि त अनि टक्कै त्यसलाई पहाल पोहल गरेर थोरै तेल लाएर राख्यौँ अनि त्यसपछि यता चाहिँ कराही तताएर तेल हालेर थोरै जिरा फुराउनु भयो अनि प्लस लसुन चाहिँ तपाईँहरूले हाल्नै पर्छ है गाइस लसुन हाल्यो भने यस्तो मिठो हुन्छ त्यो लसुनको त्यो फ्राई गरेको बास्ना यस्तो मिठो आउँछ कि अनि त्यसपछि तपाईँहरूले देख्नु नै भयो प्याज हाल्यौँ खोर्सानी हाल्यौँ होइन अब त्यसलाई चाहिँ अलिकति मजाले ब्राउन हुने गरी चलाउने हो होइन अनि यत्तिको ब्राउन भइसकेपछि चाहिँ हामी चाउमिन हालिदिन्छौँ चाउमिन हालेपछि त्यसलाई ओल्टाइ फर्काइ सबै मजाले उयो गर्ने होइन त्यसलाई चलाउने होइन अब हल्का त टाँसिहाल्छ है अब टाँसी नै हाल्छ अब त्यस्तै त हुन्छ है चाउमिन प्यात्त हुन्छ नि त अनि त्यही भएर तपाईँको यो भेजेसहरू पनि हाल्यौँ हामीले टपिङ गऱ्यौँ होइन बन्दाकोपी यो चाहिँ तपाईँले चाहिँ अब भेज चाउमिनमा तपाईँको घरमा जे भेजेसहरू छ सबै हाल्दा हुन्छ क्या हामीसँग चाहिँ यति नै थियो अब तपाईँ क्याप्सिकमहरू चाहिँ छुट्यो होइन क्याप्सिकमहरू हाल्दा पनि हुन्छ कस्तो मिठो हुने क्या है मलाई चाहिँ आजकल मलाई भन्दा पनि हाम्रो घरको लागि चाहिँ घरको मान्छेहरूको लागि चाहिँ अहिले यो भेज चाउमिन हामीलाई अप्पर मनपर्छ कि घरमा बाहिरको भन्दा पनि के है कस्तो राम्रो हुने कि अनि त्यसमा बेसार चाहिँ होइन स्वादअनुसार नुन हाल्नुपर्छ होइन बेसार चाहिँ नहाल्दा पनि हुन्छ किनकि अलिक पछि अब त्यसमा हामीले सोया ससहरू हाल्छौँ नि त त्यसलाई कालो कलर बनाउनको लागि अनि त्यसलाई चाहिँ मजाले चलाउनुपर्छ फेरि अलिक धेरै टाँसिन्छ होइन अनि त्यही हो तपाईँहरूलाई अब सबैजनालाई आउँछ नै हो होइन अनि त्यसपछि मम्मीले थोरै अजिना हाल्नुभयो किनकि अजिनालाई थोरै अजिना है त धेरै चाहिँ होइन त्यसले फ्लेभर ल्याउँछ नि त अनि त्यसपछि यसमा यो सोया सस नहालिकन त फेरि चाउमिनको भाइब चाहिँ दिँदैन होइन अनि त्यसपछि यसलाई टक्क सोया सस हालेर मजाले चलाउने गाइजी हाम्रो चाउमिन चाहिँ 100मा 60% चाहिँ पाकिसकेको छ अब रेडी भइसकेको छ कलर आइसकेपछि चाहिँ भयो क्या चाउमिन इज अल सेट अनि त्यसपछि त्यो पिसहरू क्या त्यो मटर कोसाकोहरू हालेपछि कस्तो मिठो हुने क्या है अनि यो चाहिँ म खानुको लागि निकालेको हो गाइस अब्बर मिठो भएको थियो तपाईँहरू पनि खानु होला